जापानमा सिम नोरिखाइको क्याम्पेनको कुरा है त। सिम पनि दिने फ्रीमा, 20,000 पनि दिने, चाहिएको छ भने मोबाइल पनि दिने, यस्ता क्याम्पेनहरू धेरै आउँछन्। अझ हाम्रो नेपाली अगाडि हामीभन्दा 2-4 वर्ष अगाडि आएका दाइहरूले त त्यो मोबाइलमा नयाँ आएको भाइ बहिनीलाई म्यासेज गरेर हैरान स्टोरी राखेर हैरान गरेको देखेर म वाक्कै हुन्छु। सिम नोरिखाइ गर्यो, नोरिखाइ गरेको 4-5 हजार चार्ज लाग्छ, फेरि बिल कति आउँछ, के आउँछ, कम्पनी अनुसार फरक हुन्छ है। कहिलेकाहीँ म्यासेज पठाउनु पर्यो, फोन गर्यो भने पनि 6-7 हजार बिल आइदिन्छ, टेन्सन हुन्छ कि। एउटै सिम चलाइराख्यो, अलिकति सस्तो अनलिमिटेड प्लानवाला सिम चलाए आनन्द लाग्छ। यो मलाई चाहिँ यो जहिले क्याम्पेन देखेर चाहिँ वाक्क दिक्क नै लाग्छ कि। अब जापानिजहरूले त क्याम्पेन गरेर आउँछ, हामीलाई खासै केही गर्दैन। तर हामीभन्दा 2-4 वर्ष अगाडि आएको दाइहरू हामीसँग फेसबुकहरूमा एड हुनुहुन्छ। डेली उठे पनि त्यही म्यासेज, सुत्दाखेरि पनि त्यही म्यासेज, सेयर पनि त्यही कुरा गरेको गर्दा चाहिँ वाक्क लाग्छ। दाइहरूलाई मेरो के अनुरोध छ भने दाइ, कुनै यस्ता सिम कम्पनीहरू छन् जसले चाहिँ सिम नोरिखाइ गर्ने बित्तिकै कतै चाहिँ एउटा घरै दिन्छ कुनै कम्पनीले भने पनि म ठिक छ नोरिखाइ गर्न रेडी छु। अथवा कुनै टोयोटा सोयोटाको भए पनि हुन्छ, एउटा गाडी दिन्छ नोरिखाइ गर्दा भने पनि म ठिकै छ, जापान बस्दासम्म त्यही सिम चलाउँछु, ठिकै छ। त्यो होइन, अब ठिकै छ जापान आएको छ, कतै गर्लफ्रेन्ड, जापानिज गर्लफ्रेन्ड छ भने पनि ठिकै छ, मिलाइदिनुहुन्छ भने पनि ठिकै छ। तर त्यो 20,000 को लागि प्लिज भन्दै बिहान पनि स्टोरी, साँझ पनि स्टोरी राख्ने काम चाहिँ दाइ प्लिज नगर्नु होला है। हस्, थ्याङ्क यू।